नेपाल फार्मेसी काउन्सिलको इक्जाम पास गर्न हार्ड स्टडी मात्रै इनफ होइन। धेरै फार्मेसी स्टुडेन्टहरू दिनरात पढ्नुहुन्छ, नोट पनि मेमोराइज गर्नुहुन्छ, तर स्कोर भने राम्रो आउँदैन। किनभने उहाँहरूको एमसिक्यू प्र्याक्टिस नै एकदमै विक हुन्छ। ट्रुथ के हो भने काउन्सिलको इक्जाम इज अल अबाउट क्वेसन प्याटर्न के। कन्सेप्ट बुझ्ने अनि एमसिक्यूलाई ह्यान्डल गर्ने एउटा स्किल चाहिन्छ। यदि स्किल भएन भने जति पढे पनि रिजल्टमा भने ग्याप नै देखिन्छ। मैले यो पेजमा काउन्सिलमा सोध्ने एमसिक्युजहरू, कन्फ्युजन क्वेसनहरू अनि मोक टेस्टहरू चाहिँ फ्रीमा प्रोभाइड गर्छु। इक्जाम ओरिएन्टेड प्रिपरेसन जसमा तपाईँले मजाले प्र्याक्टिस गरेर आफ्नो कन्फिडेन्सलाई बिल्डअप गर्न सक्नुहुन्छ। यदि तपाईँ सिरियसली काउन्सिलको इक्जाम क्र्याक गर्न चाहनुहुन्छ भने कमेन्टमा एनपिसी भनेर लेख्नुहोस्, म तपाईँलाई हाम्रो वाट्सएप ग्रुपमा जोइन गर्छु। यो पेजलाई फलो गर्नुहोस् अनि कमेन्टमा चाहिँ एनपिसी भनेर लेख्नुहोस्। अनि यो भिडियो चाहिँ आफ्नो साथीलाई सेयर गर्नुहोस् जसले चाहिँ काउन्सिलको लाइसेन्स इक्जाम प्रिपरेसनको तयारी गर्दैछ। यसलाई एकदमै धेरै हेल्पफुलै हुनेछ है। हस् त, थ्याङ्क यू।